यो हाम्रो मान्यता थिएन। ऋण खाएर हामी ऋण तिर्थ्यौँ, तर 8% मा लगेको ऋण 18% मा होइन भन्ने हाम्रो अभियान थियो। 15 गतेको जनकमान्डर दुर्गा प्रसाद ज्यूले नै सायद जिउ जाउनु भएको थियो होला प्रत्येक नेपालीलाई। म गर्वका साथ भन्छु, म उहाँको अभियन्ता हो। काम युवा बिना सम्भव छैन। अस्ति 15 गतेको कार्यक्रममा पनि 70% 80% युवा नै थिए, जसलाई युज मात्रै गरिन्छ देशका नेताले, जसको आफ्नो स्वार्थ पुरा भइसकेपछि यो देशमा युवाको लागि कुनै विकास भएको थिएन। जब युवालाई आफ्नो स्वार्थ पुरेपछि उनको हातमा पासपोर्ट थमाएर खाडीका मुलुकमा पठाइन्छ, त्यसको अन्त्य गर्न नागरिक बचाउ महाअभियानको उदय भएको थियो। अभिभावक बिनाको जसरी घर चल्दैन, यो देशमा पनि अभिभावक बिनाको देश आज खोक्रो बनिसक्यो। त्यसको अभिभावक हुनुहुन्छ शेर्पा ज्ञानेन्द्र वीरविक्रम शाहदेव। यसको अवस्था तपाईँ हाम्रै अगाडि छर्लङ्ग भइसकेको छ। देशले के मागिरहेको छ? वास्तविकता यो देश 34 वर्षसम्म यिनी दलाल नेता दलदलमा फसाएका नेताहरूले देशलाई एउटा दलदलको मार्गमा फसाइरहेको बेला अब त्यसमा हामी नेपालीहरूले मान्ने हुने छैन। यो अवस्थालाई चिर्नको लागि नागरिक बचाउ महाअभियानको जन्म भएको थियो। सायद त 18 वर्षको परेडमा सबैले बिर्सिनु भएको थियो होला, यो देशमा राजा छन् भनेर। यो देशमा राजा छन् भनेर पूर्व मेचीको पुलमा दियो र शान्तिका दूत परिवार उडाएर आदरणीय हाम्रो जना कमान्डर 15 गतेको जन कमान्डर दुर्गा प्रसाद ज्यूले नै सायद जिउ जाउनु भएको थियो होला प्रत्येक नेपालीलाई। म गर्वका साथ भन्छु, म उहाँको अभियन्ता हो। यो देशमा तस्कर भ्रष्टाचारी दलालहरूले देश सकिरहेको बेला अब नेपाली बाँच्नुपर्छ, नेपालीहरू नेपालमै बस्नुपर्छ, यिनी दलीय शासनको अन्त गर्नुपर्छ भनी सडकबाट आवाज उठाइरहेका थियौँ हामीले। सायद भ्रष्ट सरकारले जहिले पनि हामीलाई भन्छ ऋण खाएर ऋण तिर्नु पर्दैन भन्ने अभियान चलाएका दुर्गा प्रसाई, यो हाम्रो मान्यता थिएन। ऋण खाएर हामी ऋण तिर्थ्यौँ, तर 8% मा लगेको ऋण 18% मा होइन भन्ने हाम्रो अभियान थियो। ऋण तिर्दैनौँ भन्ने हाम्रो अभियान थिएन। कसैले सामन्ती दुर्गा प्रसाई भने, कसैले अजारक दुर्गा प्रसाई भने। सायद यो देशमा दुर्गा प्रसाई एउटा जङ्गबहादुरको रूपमा उदयमान भएको थियो। सायद कसैले धेरैले भन्नुहुन्छ होला, मिडियामा आएर बोल्नुहुन्छ होला, सडकमा आवाज उठाउने मात्र एउटा त्यस्तो व्यक्ति हो दुर्गा प्रसाई। त्यसैले प्रत्येक काम, सामाजिक काम होस्, चाहे राजनीतिक काम होस्, चाहे अन्य कुनै काम होस्, युवालाई अग्रसर बनाइन्छ। जहाँ कुनै पनि काम युवा बिना सम्भव छैन। अस्ति 15 गतेको कार्यक्रममा पनि 70% 80% युवा नै थिए, जसलाई युज मात्रै गरिन्छ देशका नेताले, जसको आफ्नो स्वार्थ पुरा भइसकेपछि यो देशमा युवाको लागि कुनै विकास भएको थिएन। जब युवालाई आफ्नो स्वार्थ पुरेपछि उनको हातमा पासपोर्ट थमाएर खाडीका मुलुकमा पठाइन्छ, त्यसको अन्त्य गर्न नागरिक बचाउ महाअभियानको उदय भएको थियो। हामी युवा कसको लागि लड्ने? जहिले पनि दलालहरूको लागि लड्ने, नेता बनाइदिन लड्नुपर्ने थियो। यो हामीमा सम्भव छैन। यो देश बचाउन, राष्ट्र बचाउनलाई लड्ने युवा हो हामी, सधैँ दलको लागि लड्ने नेता होइन हामी। त्यसैले यो देशमा अब दलहरूले धेरै ज्यादती गरे। यो देशमा एउटा अभिभावक चाहिन्छ। यो देशमा अभिभावक हुन जरुरी छ। घर बिनाको, अभिभावक बिनाको जसरी घर चल्दैन, यो देशमा पनि अभिभावक बिनाको देश आज खोक्रो बनिसक्यो। त्यसको अभिभावक हुनुहुन्छ शेर्पा ज्ञानेन्द्र वीरविक्रम शाहदेव। राज संस्थाको पुनर्स्थापना गर्नुपर्छ, हिन्दू राज्य कायम गर्नुपर्छ भनेर आज सडकमा युवा छन्। कसैलाई नेता बन्ने विषयले आउनुभएको होला, नेता बन्न आउनुभएको भने गलत सोच्दै हुनुहुन्छ। यो राष्ट्र बनाउन आएको अभियान हो। जबसम्म हामी नेपाली लड्छौँ भने यो देशका लागि लड्छौँ। कुनै नेताको गुलामी गर्न लड्नेवाला छैनौँ। अब हामी लड्छौँ त आफ्नो नेपाल बचाउन लड्छौँ, आफ्ना भावी सन्तति बचाउन लड्छौँ। हामी पूर्व नेपाली हुनबाट लड्दैछौँ अब। त्यसैले हामी त कर्णाली, म कर्णालीबाट आएको जुम्ली हो। म जुम्लाबाट आउँदै गर्दा जसले
छैन। अब दललाई च्यातेर नितान्त राष्ट्रिय झन्डा मुनि आएर एकबद्धता भएर अगाडि बढौँ। आज मेरो पार्टी तेरो पार्टी को कसको पार्टी? जब देशै रहेन भने कसको लागि पार्टी भनेर तपाईँ लड्नुहुन्छ? पहिला देश त बचाउँ, कुनै पार्टीको झन्डा होइन, देशको राष्ट्रिय झन्डा बोकेर आउनुहोस्। यो पहिला नेपाल बचाउँ, हामी नेपाली भएर बाँचौँ, अनि गरौँला राजनीतिक तपाईँको। देखेनौँ हामीले 34-35 वर्षसम्म यिनको राजनीतिको दुर्दशा के देख्यौँ र के पायौँ? 18 वर्षको युवा पुग्न नपाउँदै उनको हातमा नेपाली नेताले पासपोर्ट थमाए। जो विदेशका खाडीमा बेल्चा हान्दा पसिना बगाउँदा आज तिनको रिमिटेन्स देश चलाए। अझ कतिसम्म ढुक्क भन्छौँ हामी समृद्ध नेपाल बनायौँ। कहाँ थियो समृद्ध नेपाल? यिनी दलालको अन्त्य हुने बेला भइसक्यो। यिनी दलालहरू छटपटाट भइसके। जुन उदाहरण तपाईँले देख्नुभएको त 15 गतिको मासले नै देखाइसकेको थियो। अब युवाहरू त्यत्तिकै बस्नेवाला छैनन्। कुनै पार्टीको झोले भएर बस्नु पनि हुँदैन। यो देश बचाउन हामी एकजुट भएर लाग्नुहोस्। किन कसैले कसैलाई स्वीकार्न सक्नुभएको छैन तपाईँहरू? कसले के भन्छ? उहाँ कमल थापाले गरेको कार्यक्रम, उहाँ राजेन्द्र लिङ्गदेले गरेको कार्यक्रम, त्यो कार्यक्रम दुर्गा बर्साईको कार्यक्रम, कुनै उसको स्वार्थलाई नलाग्नुहोस्। एउटा राष्ट्र बनाउन अगाडि बढ्नुहोस् तपाईँहरू। आज हेर्नुहोस् त हामी के भन्छौँ? जनता सडकमा के को लागि आज 3 वर्षसम्म कराइरहेको छ। भोको पेटले न राजा मान्छ न धर्म मान्छ। पहिला यिनीका पीडितका समस्याहरू समाधान होस्। चाहे जुनसुकै प्रधानमन्त्री किन बन्नुहोस्, हामीलाई त्यो प्रधानमन्त्री मन्त्री बन्न आएका होइनौँ। जसले यो देशका नेपालीहरू मर्दैछन् तिनलाई बचाउँ, नागरिक बचाउँ, नागरिकलाई मुक्त दिउँ भन्ने अभियानमा छौँ। जुन अस्ति 15 गतिको कार्यक्रममा 14 दलहरूले एकबद्धता जनाएर गरेको कार्यक्रम थियो, जहाँ प्रशासनसँग स्वीकृति लिएको कार्यक्रममा थियो, जुन मञ्चसहित गरेको कार्यक्रममा थियो, त्यसमा नेपाल सरकारले असुर ग्यास प्रहार गरेको हाम्रो कार्यक्रम बिथुल्न खोजेको थियो। जसको हाम्रो जन कमान्डरलाई हिरासतमा राखेको छ। 14 जना एकीबद्धता जनाउने नेताहरू भाषणमा मात्रै सीमित हुनुभयो। जसलाई कहाँ जानुभयो उहाँहरू? हाम्रा अभियन्ता साथीहरू पक्रेको छ। त्यहाँको पहल कसले गरिदियो? यहाँ त सबैको मनमा के छ? नेता बन्ने सोच छ। खबरदार, त्यो सोचमा हुन्छ भने त्यो सोच निकाल्नुहोस् तपाईँहरूले। अब सबै मिलेर फुटेर होइन जुटेर अगाडि बढौँ। हामी लड्यौँ भने हाम्रो गन्तव्य के हो हामी भन्न सकिँदैन।